हेलो गाइस, हामी चाहिँ बारीमा जान लाग्यो। बारीमा के गर्न जान लाग्यो त्यो भन न। पानी चार्न। त्यसमा टमाटरमा के थाहा, तिमी आइसक्यो टमाटर पानी चार्न, म त यति सहयोग गर्न मात्रै तपाईले त जाम भनेर आएको म। थाहा पाउँदैन म त। आज बाँदर आएर कति धेरै दुईचोटि बाँदर आयो गाइस। बाँदर नि अब त मलाई थाहा भएन। हैन बाँदर हैन, यस्तो बाँदर नि अरु यस्तो बच्चाहरुको लागि घाँस सास अरु के खाना साना खोज्न आएको थियो होला बारीमा। अनि त्यही देखेर लाइन हान्न आयो होला नि बाँदर। तपाईले स्क्रिनमा देखिनु न। कस्तो होला? अरु बेला त भिडियो गराउँछ है। कहाँ बनाउँछ? पटक पार्नु। भाइ यसरी कराउनु पर्छ। अनि बल्ल पो भनेको मान्छ नि त। किन यो चाहिँ फर्स्ट भिडियो के मैले यस्तो भलक चाहिँ गराउन बोलेर भर्खर सुरुवात के। अब के हुन्छ त? अब के हुन्छ मलाई गाइजहरूले सिकाइदिनुहुन्छ है कसरी भिडियो गराउने भनेर। यस्तो भयो कि नै है यसै गरेर बोलेर बनाउँछन् के अरे। मलाई चाहिँ के हो भनेपछि अब मेरो भिडियो मेरो फेसबुकहरूमा चाहिँ कति धेरै काम गरेको अनि फेरि कस्तो भ्लगहरू आउँछ क्या सबैको। अनि मलाई पनि कस्तो गराम हुन्थ्यो। अनि फेरि कस्तो लाज लाग्ने के बनाउन। आज चाहिँ लाएन, रात पनि लायो। सिमी उम्रिएछन्, सिमी रोपेको। हेर्नुहोस् गाइस, हामीले चाहिँ यत्रो धेरै लाछौँ। यसमा के छ ल भनिदिनु त, सबै गरामा के छ भनिदिनु त ल। भनिदिनु न। लास्ट गरामा फर्सी छ। सेकेन्ड लास्ट गरामा बन्दा छ। थर्ड लास्टमा भिन्डी छ। फोर्थ लास्टमा सिमी छ। थर्ड लास्टमा पनि सिमी छ। अब यो थर्डमा आइसक्यो। अब सुरुको एनीमा पनि लाहा तर पनि लाकोमा पनि गराउनु। जताकतै सिमी छ। यहाँ चाहिँ टमाटर पनि छ। अनि यो पानी चार्ने हो यहाँ चाहिँ। यहाँ धेरै छ। अनि उता पनि छ पोखरी। अनि माथि पनि छ पोखरी। यहाँ चाहिँ टमाटर छ। हामी चाहिँ तरकारी खेती गर्छौँ के हामी। मैले नि गर्छु त। मैले लाएको यो सेमी जोतेको चाहिँ तपाईँले हो। अनि फेरि लाएको चाहिँ मैले र देवरले है। अनि हाम्रो चाहिँ त्यहाँ केरा ढलेछ यहाँ। हाम्रोतिर चाहिँ सबै पाइन्छ है गाइजहरू। नपाइने केही छैन। यहाँ चाहिँ नपाइने भनेको आँप पाइन्न, मेवा पाइन्न, अनि लिची पाइन्न हो न। यति हो। त्यहाँ चाहिँ खुर्सानीहरू रोप्ने हो। अनि तल्लो पाटोमा चाहिँ ठुलो घरमा चाहिँ आलु छ है। सबै आलु छ। अनि यस्तै हो गाउँघरमा। यस्तै त होला नि हो न बोल्ने भ्लग गराउँदाखेरि। मलाई चाहिँ थाहा छैन है गाइजहरू। केही मिस्टेक भएको छ भने तपाईँहरूले सिकाइदिनु होला। अनि मेरो बुढाले चाहिँ मिस्टेक भए पनि तपाईँहरूले सिकाइदिनु पर्ला भनेको के। अनि मेरो हस्बेन्डले चाहिँ पानी चार्नु भएको छ। पानी चार्ने काम चाहिँ उहाँको है। मेरो चाहिँ लाउने, झार गोड्ने, खन्ने हो रे। हो कि नै? दुईटा झाल सिमी लगाएर मेरो अर्गानिक खेती भन्थ्यो त्यस्तै गरेर होइन मैले त लगाएको हो के रे। म गर्दिनँ अनि गर्दिनँ भन्नु त फेरि भन्नु त गर्छौ। अनि यस्तै चार्नु तर हामी चाहिँ पाइपले चार्थ्यौँ। टमाटर छ, यति छ। यति भएपछि जति पनि त पुग्छ। यो त खानको लागि हो, बेच्नको लागि हैन। पानी त पाखा गयो त। हाम्रो चाहिँ पानी पाखा गयो भन्छ नि। यहाँ चाहिँ बोल्ने भाषा तरिका फरक छ के। मैले कुनै कुनै कुराहरू चाहिँ बुझ्दिनँ। यस्तो पानी चाहिँ छ। यो चाहिँ जलुका हो। यो जलुका खाने टाइम चाहिँ हो। यो चाहिँ हाम्रो अलैँची हो। अलैँची हो। त्यहाँ चाहिँ गहुँ कि जौँ छ। यिनी सब कागतीको बिरुवाहरू हो। तर यसमा लटरम्मै फलेको हुन्छ क्या। अहिले झरेर फुल फुल्ने बेला भइसक्यो। अहिले देखाएर हुन्छ। अहिले त देखाए। अब यही बेला भिडियो गराउनु मन लाग्यो। जलुको देखाइदेऊ। जलुको देखाइसके। अझै केरा छ, देखाएको त्यहाँ यति लामो भिडियो कसले हेर्छ? सुन्तला।
अनि हाम्रो चाहिँ तल सुन्तला छ, आरू पोखरा छ। आरू पोखरालाई पोलम भन्नु छ नि यहाँ? आरू बखेरा फरक हो, पलम फरक हो। ए पोलम फरक रहेछ आरू पोखरा। मैले त त्यही भन्थेँ के। उतातिर चाहिँ सुन्तलाहरू छ। कता गयो मेरो हात? माथि पो जाने रहेछ र उतै चाहिँ हाम्रो के बाटो सडक गाडी हिँड्ने सडक त्यही हो। अहिले चाहिँ सुनसान छ, यस्तो जङ्गल छ, सल्लै सल्ला छ है। अलैँचीको बोट पनि यस्तो नै छ मैले देखेँ। तलतिर चाहिँ उता तलतिर चाहिँ ऊ छ, के भन्छन् गरे भुइँस्याउ। भुइँस्याउ कस्तो मिठो हुने रहेछ। तपाईँले खानुभएको छ भने गाइज, खानुभएको छैन भने यहाँ आउनु होला सल्यान कपुरकोटमा खानको लागि। तर खाना खाइसकेपछि चाहिँ अलिअलि काम पनि गरिदिनु पर्छ है। बराबर तपाईँलाई पनि फाइदा, हामीलाई पनि फाइदा, बुझ्नुभयो? काम गरिदिनु त आउनु होला। जस्तै यही नजिकको मान्छे हुनुहुन्छ भने क्या इसान बात होइन। ल गाइज, अब भिडियो चाहिँ धेरै लामो हुन्छ। यति भयो, सबैले देखाइसकेँ म तपाईँहरूलाई चाहिँ। बाई बाई। अब फेरि अर्को भ्लगमा भेटौँला, सेकेन्ड भिडियोमा।